भोलि दिउँसो 12 बजे बालेन शाहको राजीनामा माग्छौं। त्यसपछि गरिब दिनदुखी जनताको प्रधानमन्त्री भनेको हर्क साम्पाङ हो। साथीहरू, पहिला तपाईँ यो भिडियो हेर्नुहोस्। हामी बालन शाहलाई चिन्दैनौँ। दिनदुखी पीडित भुइँ मान्छेको प्रधानमन्त्रीको आवाज बोल्दैन नि प्रधानमन्त्री हर्क साम्पाङको। 12 बजे के भन्नुभयो? भोलि 12 बजे बालेन्द्र शाहको राजीनामाको माग गर्नुको लागि कसले माग गर्छ? हामी गर्छौँ। हामी भन्नाले कुन पार्टी? हजुर, कुन पार्टी? श्रम संस्कृति पार्टीले प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रीलाई राजीनामा दिनुपर्छ भन्ने खबरदार छ। भोलि 12 बजे माइती घरमा आउनु होला। भिडियो हेरिसक्नुभयो। अब यो मान्छेको यहाँलाई म पनि चिन्दैन। तपाईहरु चिन्नुहुन्छ भने कमेन्टमा लेख्नु होला। साथीहरू नमस्कार। भोलि दिउँसो 12 बजे बालेन शाह प्रधानमन्त्रीको राजीनामा माग्छ। यो मान्छेले श्रम संस्कृति पार्टीले भोलि राजीनामा माग्छ बालेन शाहको। पक्का हो यो, तपाई लेखेर राख्नुस्। र भोलि राजीनामा मागिसकेपछि त्यसपछि गरिब दिनदुखी भुइँ मान्छेको प्रधानमन्त्री भनेको हर्क साम्पाङ हो। हामीले त्यसलाई प्रधानमन्त्री मान्छौं। तर यो बालेन शाहलाई हामीले चिन्दैनौं भनेर भन्दैछ। तर अब हर्क साम्पाङ यिनीहरूले प्रधानमन्त्री मानिसकेपछि त यिनीहरूले गृहमन्त्री चाहिँ सुदन किरातीलाई नै मान्छन् होला। किनभनेपछि सुदन किराती पनि अब माओवादीबाट भागेर श्रम संस्कृतिमा आइसक्नु भएको छ। अब हर्क साम्पाङ प्रधानमन्त्री यिनीहरूले मान्छन् भनेपछि गृहमन्त्री चाहिँ सुदन किराती पक्का हो। कुन हिसाबमा राजीनामा माग्छौ? के गलत गरेको छ बालेन शाहले? जो सरकारी जमिन कब्जा गरेको छ, हड्पेर बसेका छन्, हुकुम चलाइरहेका छन्, सुकुम्बासीहरू हुँ भन्दै 8-8, 10-10 तलाका बिल्डिङहरू बनाएर करोडौं रुपैयाँ किराया उठाइराखेका छन्। तिनीहरू सुकुम्बासी हुन्? असली जुन सुकुम्बासीहरू छन् तिनीहरू त खुसी छन् कि बालेन शाहले केही न केही गर्ला, हाम्रो व्यवस्था मिलाउँछ भन्ने तिनीहरूले आशा गरेका छन्। तर यो हर्क साम्पाङको दिन पनि धेरै छैन जस्तो लागेको छ। किनभनेपछि यो हर्क साम्पाङ पनि ती गरिबहरूलाई पैसा मासु भात के गरेर तिनीहरूलाई लोभ लालच देखाएर आन्दोलनमा ल्याउँदैछ हैन, प्रदर्शन गर्नलाई सडकमा ल्याउँदैछ। अब यो हर्क साम्पाङको परिपाटी पनि पुरानै नेताहरूको जस्तो गइराखेको छ। मान्छेलाई पैसा मासु भातमा ल्याउने, आन्दोलन गर्ने, सडकमा मान्छेहरू जम्मा गर्ने, त्यही परिपाटीमा यो गइराखेको छ। त्यही भएर यसको पनि दिन धेरै छैन जस्तो लागेको छ। मलाई लागेको थियो कि प्रधानमन्त्री बालेन शाहले 5 वर्षको कार्यकालभित्र राम्रो काम गर्नु भएन भनेपछि आउँदो चुनावमा हर्क साम्पाङ टपन आउँछ होला भन्ने लागेको थियो। तर यही पुरानै नेताहरूको परिपाटीमा गइराखेको छ। मलाई लाग्दैन यो हर्क साम्पाङको दिनहरू पनि धेरै छैन। यो पार्टी पनि एक न एक दिन सकिएर जान्छ। त साथीहरू, तपाईलाई के लाग्छ कमेन्टमा आफ्नो प्रतिक्रिया लेख्नु होला र भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला।